एकछिन है
हामी दशरथ खनाल भाइको बिहेको सिलसिलामा जनता आउने क्रममा खोटाङदेखि दिक्तेल जाँदै गर्दा दिक्तेल पुग्नै लाग्दा यो मुडे भन्ने ठाउँमा आइपुगेका छौँ। बडा सुन्दर, बडा चिसो ठाउँ र यो फोटो सुटको लागि पनि एकदमै सुन्दर ठाउँ देखिएकाले यहाँ जन्तीको पुरै ड्रोन सट हान्ने भनेर हामी कुरिरहेछौँ। यो बडा सुन्दर ठाउँ, बडा चिसो पनि, करिब यो धेरै चिसो ठाउँमा हामी आइपुगेका छौँ। हाम्रो गाडीहरू आउने क्रम जारी छ। यो चाहिँ हाम्रो दुलाको गाडी आइपुगेको छ ल, एउटा गाडी आइपुग्यो। यो एकदम रमणीय स्थानमा हामी आइपुगेका छौँ। यसको विषयमा बयान गर्दा खासै अब भिडियोमा हेरेर बुझ्ने जस्तो ठाउँ देखियो। ल मुख्य कुरा के हो? निकै नै अविस्मरणीय रह्यो आजको हाम्रो जनता भन्दा पनि जनता एउटा रह्यो। ल फाइनल्ली अब चाहिँ हामी दशरथ खनाल भाइको भावी ससुराली, आज त ससुराली के भन्नु, आज त हामी जनता हो होइन दशरथ? अब भोलिबाट हुने जुन ससुराली छ हाम्रो बुहारीको माइत, हामी फाइनल्ली माइतको गेट नजिकै आइपुगेका छौँ। अब यहाँ स्कर्टिङ गरेर हामीलाई लैजाँदै हुनुहुन्छ मामाश्री। के छ त अब दाल भात तरकारीले पनि सेलाइसक्यो होला? सेला छैन गर्मीमा, के सेला होइन सेला छैन। अब दशरथ भाइलाई त हामीले भन्दा माइत उता चाहिँ मान्छेले तानेर घेरेर लगिहाल्छन्। हामी त अब डुकिलो त हो नि होइन? ल एनिवे दशरथ भाइ, ल अब दुलैको गेट लिएर आइपुग्ने बेला तिमीलाई फेरि पनि वैवाहिक जीवन शुभकामना है त। यो एउटा निकट शुभकामना यो चाहिँ। अब दुलैको घरै नजिक छौ तिमी। तिम्रो अझ जिन्दगीमा केही गुनासो छ भने भागिहाल है, मौका छ। त्यहाँ गेटबाट छिरेपछि तिमी भाग्न चाहन्छ छैन? अहिले पनि भनिदिइहाल। अझै समय छ। हामी यहाँ ओर्लिन्छौँ, तिमी गाडी लिएर भाग्न सक्छौ ल है। इतना खर्च त हो चुका है, छोडिए दादा। ल गुरुबा आनन्द सुत्नु भएको छ। 13 घन्टा गाडी चलाएर गाडी ड्राइभ गर्ने चाहिँ हाम्रो यहाँ महान, यो देशको सबभन्दा महान गाडी चलाउने मान्छे उहाँको 13 घन्टा कन्टिन्यू हानिदिनु भएको छ होइन?